अब यसमा हर्लिक्स खुवाउनु पऱ्यो हो। बिहान बिहान चाहिँ अब यस्तो खानाहरू केही खाजाहरू केही खाएर जानु मन पर्दैन, सक्दैन नि बिहान नै अब जानुपर्छ ड्युटी होइन, खानु मन पनि पर्दैन बिहान, त्यही भएर चाहिँ अब यही 1 कप खायो हो, ड्युटी गयो, हामी ड्युटीमै ब्रेकफास्ट गऱ्यो हो। ब्रेकफास्ट ड्युटीमा पनि टाइमिङै हुँदैन, कोही बेला 11:30, कोही बेला 11, कोही बेला 10:30 हो, त्यस्तो हुन्छ। अन्त यो चाहिँ खानेर चाहिँ गयो भने चाहिँ भोक लाग्दैन नि त। ठुलो प्याकेटमा मगाउनु पऱ्यो भने के छैन रहेछ ठुलो प्याकेटमा कि, यो सानो नै रहेछ र यो सानो 2टा मगाएँ हो। मामा यस्तो डरलाग्दो गरम छ, फ्यान चलिरहेछ र पनि के भएको। गरम चाहिँ खतरा छ। पनि धोएर अब खानु पऱ्यो हो। म पनि मेरो चिज छ बनाएको छ, यहाँ चाहिँ के भन्छोस् टक्कै हुँदो रहेछ नि तर 2 प्याकेट लियो बट्टा। यता बट्टाको ल्याउँदिनँ त, म त प्याकेटकै ल्याउँछु खुवाउँछु। बट्टाको लिएर बट्टाको दाम खान्छ हो, हर्लिक्स चाहिँ एउटै गर्नु भक्कु बट्टामा थुपारेर के गर्नु होइन। एउटा बट्टामै अस्ति म यहाँ आएकोदेखिको एउटा लिएर आएको, त्यहीमै म यस्तो प्याकेटकै ल्याउँदै खनाउँदै चलाउँदै गर्दैछु साथीहरू। अङ्गुर चाहिँ कस्तो रहेछ हेरौँ ल, ग्रेप्स कस्तो रहेछ, राम्रै छ हौ यो, टेस्टीको छ, टेस्टीको छ गुलियो, वास गरेन हामी चाहिँ। त्यो हरियो भन्दा यो कालो कस्तो पिठो न, गुलियो क्या हौ। कस्तो गुलियो, दामी। खाना पनि सकियो, बेड पनि मिलाइसकेँ।